हाम्रो जुबेल सिटी हो साउदीको होइन ट्याङ्कर यो बाहिर देश जाने हो क्या कारको गर्दाखेरि यहाँबाट सिपबाट पानीबाट गरे अब यहाँ गाडी उताको लाइट खुलेछ अब धेरै जाम हुन्छ ट्रक पनि गइरहेको छ गाडी पनि गइरहेको छ यसरी उसले रोक्नुपर्छ क्या यो ट्रकले यसलाई के भएछ त्यो गाडी आपले यस्तो बनाएर कति राम्रो हुन्थ्यो है चोरेर खारिसके हजुर चोरेर खारिसक्ने भयो होइन यस्तो सरर हिँड्नु पायो नेपाल कहाँ हुन्छ एक ठाउँमा झ्याप्प ब्रेक हानु एक ठाउँमा झ्याप्प ब्रेक हानु कहाँबाट हुन्छ गर्नेमा त खाने अब गरिदिन्छ कहाँ नेपाल जस्तो पैसा भनेपछि त मासुमा त बिग्रेर हो क्या जनता सबै एक छाक मासु खायो पुरा 5 वर्षसम्म फुलफुल समातेर बस्नुपर्छ अरू एक छाक ढोकै बस्ने हो तर राम्रोलाई छान्ने हो क्या हाम्रोलाई होइन राम्रोलाई छान्ने हामी जाँदैछौँ रुममा जगदीश जगदीशलाई नदेखाउनु के छैन मलाई देखाउनु जगदीश बाद बाहिर लुन्छ गाडी अघिदेखि बसेको हामी आएदेखि अहिलेसम्म बसिरहेको छ हेर्नु यहाँ केही हुँदैन मरुभूमिमा तर पनि पानी हालेर विकास भनेको सोध्छ क्या पानी हालेर पुरै रुख बिरुवाहरू यस्तो गर्मी ठाउँमा हरियाली बनाएको छ विकास हाम्रो त भएको रुखहरू पनि काटेर गोलिया बेचेरै सक्छ देखाएर चाहिँ क्यामेराको स्पिड 110 भन्दा माथि गयो भने भाइले सन् जगदीश पेट्रोल पम्प आउन 500 किलो मोबाइल चलाउनु के मोबाइल चलाउनु पर्छ के हो मोबाइल त लेखेको थिएन 500 रुपैयाँ म त मैले चलाउनु हुँदैन क्या ड्राइभरले चलाउनु भएन तिमीले चलायो उता साइडको चलायो भिडियो गरौँ केही मतलब भएन अब हामी जुन हामी कहाँ आएछौँ अब यहाँ त होइन पेट्रोल पम्प कहाँ भयो पेट्रोल पम्प यही हो नि यहाँ पऱ्यो छ अब मात्रै देखाउनु है हाम्रो पेट्रोल पम्पलाई हाम्रो गाडीमा पैसा फेरि गाडीमा के त नि पैसा दिनु पर्दैन क्या पेट्रोल हाल्नु लागि हाम्रो भनेको कम्पनीले दिन्छ पैसा कम्पनीले भरेको हुन्छ कामको लागि जानुपर्छ पैसा कम्पनीले भरे पेट्रोल पम्प हो के हो भने के हो अब हामीले त छिर्नुपर्छ भित्रबाट सायद नेपाली नै होला यहाँबाट भित्र छिर्नु यो पेट्रोल पम्प हो भन्न सक्दिस् गाउँछौ पेट्रोल पम्प कहिले यो पेट्रोल पम्प हो के हो मान्छे जस्तो पानी हो डिजल भरिरहेको कि के हो यो होइन डिजल अब यो पेट्रोल भर्ने ठाउँ हो अब हामी यहाँ मान्छे आउँछौँ बन्द नगर्नु कुरो के हो भने यहाँ मान्छे आउँछ यो अब कता घुम्नु थाल्ने उताबाट जानुपर्छ कुछ छैन पेट्रोल ये वाला नाइट डिजल उयो छ नि त यहाँ हो कति हुन्छ माथि डिजेल भाइ कहाँ हो नेपालको कुन ठाउँ हो जनकपुर ए भनेपछि जगदीश गाउँ हो जनकपुर होइन कति साल भयो 12 साल भइसक्यो ए छुट्टी जाँदै आउँदै होला नि यहाँ ए रियल हो त्यो बाटोको बस भन्नु भएन कति 45 भएको कति कहिलेको भयो उताको केताको यताको
पछौँ हाम्रो तेल फुल भयो कमाउँदै अब हामी जाने बाटो यता हो उनीहरूले माथि गर्नु सिधै फेरि हामी हाइवेमा पस्नुपर्छ यो कफी सप हो अब हाइवेमा पस्नुपर्छ हाइवेमा पस्नुको लागि यो रोडबाट तेल हालिसकेपछि गाडी आउँदैछ बिस्तारै हेरेर जानुपर्छ यहाँ गाडी कुदाइ फेरि त्यस्तै हुन्छ सानोतिनो हुँदैन